एउटा भाँडामा त्यो भाँडाको क्षमताभन्दा बढी चामल हालिसकेपछि कसरी चलाउनु पर्दो रहेछ भनेर हेर्नुहोस् है। म देखाउँदैछु कसरी चलाउँदैछु म, हेर्नुहोस् त। दुईटा हातले यो चाहिँ दुईटा हातले बल्ल 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 चलाउँदैछु म। यो चाहिँ हाम्रो कन्याम हाम्रो स्कुलबाट पिकनिक लगेको थियौँ, बच्चाहरू लिएर गएको थियौँ। अनि म चाहिँ यहाँनिर भात पकाउँदैछु, बढी हालेछ चामल, अनि मरी चलाउँदैछु। चाहे जस्तोसुकै भए पनि साह्रै नै रमाइलो भएको थियो हाम्रो कन्यामको टुर। जे कुरा पनि हेरेर गरेर अनुभव गरेर त सिक्ने हो नि, होइन र साथीहरू। तर अनि यो टुर पनि मेरो लागि एकदम अविस्मरणीय बन्यो। झन् यो भात चलाएको त म कहिले बिर्सिन्न होला एकदमै।